हेलो एभ्रिवान सुँगुर मासु र साग मात्रै मिठो हुन्छ भन्नेहरूको लागि हो यो भिडियो। चिकन र साग पनि दामी हुन्छ हो। आज म तपाईँहरूलाई देखाउँछु। यो चाहिँ मैले बारीबाट टिपेर ल्याएको, यो आफै फलेको साग हो, रोपेको पनि होइन हो। तर पनि यस्तो दामी फलेछ र मलसल केही नहालिकन जङ्गलमा। यसलाई चाहिँ मैले काटेर यस्तो गरेँ। अन्त चाहिँ अब म सब्जी बनाउनु आँटेको। यो चाहिँ मेरो उहिलेको सत्यजुगको कराई हो। यसमा चाहिँ सब्जी यस्तो दामी हुन्छ हो। अन्त अब मैले प्याज काटेर यसमा मजाले हालेर चाहिँ मैले यसलाई चलाएर चाहिँ त्यहाँदेखि 1 चम्ची हर्दी हालेँ। हर्दी चाहिँ म निकै हाल्छु किन हर्दी चाहिँ एकदम राम्रो, गुड फर हेल्थ हो। अन्त मसलामा चाहिँ हामी एकदम अदुवा र लसुन मात्रै चलाउँछ नि त, जिरा चलाउँछ। तर जिरा चाहिँ अब कोही कोही बेला मात्रै, सागमा चाहिँ हाल्दिनँ म हो। चुला गाना छ्या। अन्त मैले अब यो चिकन हालेँ हो। यो चिकन चाहिँ अब कम्ती आगोमा चाहिँ एकछिन पकाउनुपर्छ मजाले छोपेर। त्यसो गऱ्यो भने चाहिँ यो चिकन चाहिँ अब पानी निस्क्यो भए पनि फ्राई गरेको टाइपको हुन्छ। कम्ती आगोमा पकायो भने चाहिँ। अन्त मैले यो चाहिँ छोपेर चाहिँ मैले कम्ती आगोमा पकाउँछु हो। यस्तो भएको छ चिकन चाहिँ, फ्राई गरेर जस्तो कम्ती आगोमा पकाएर हो। दामी हुन्छ चिकन। अन्त अब यसलाई चाहिँ यसमा चाहिँ साग हाल्नुपर्छ हो। साग चाहिँ मैले धुएर रेडी राखेको छु। अब साग हालेपछि यसलाई एकताल चलाइराखेर चाहिँ छोपिदिनुपर्छ फेरि कम्ती आगोमै। पछि यसलाई एकताल चलाएर चाहिँ मजाले छोपिदियो। यस्तो सब्जी बनाउँदा हुन्छ प्रायःलाई आउँछ कि। तर पनि अब कतिजनाले चाहिँ सुँगुर मासु साग, चिकन र साग पकाएको हुँदैन र मात्रै मैले देखाइदिएको। त्यो चाहिँ अब पाकेपछि यस्तो दामी भयो हो। अब यो देख्दा मात्रै दामी होइन, खाँदा पनि एकदम दामी हुन्छ हो। अब चाहिँ हाम्रो खाना पाक्यो हो। हामी चाहिँ बाहिरै बसेर खान्छ हो। यो चाहिँ सुप हो। यो चाहिँ अघि बनाएको चिकन र मासु, पापड। नानीको लागि चाहिँ यो उयोसँगको विदाउट खोर्सानी। अन्त यहाँ म्याडमको छ, म्याडम खाना खोइ। म्याडमको चाहिँ यस्तो छ। खानु चाहिँ खाँदैन यो कुनै पनि, यदि मासु मात्रै खान्छ। यो चाहिँ मेरो चाहिँ यस्तो पिरोवाला हो। यत्रो खान्छु म चाहिँ डल्ले विथ डल्ले। यिनीहरूको चाहिँ प्लेन। हौ कस्तो रहेछ खाना। पहिला पापड खाऊ, खाना पो खाएर भन्नुपर्छ। मम्मीले कस्तो बनाएछ, मिठो बनाए। साग खाएर सुन कस्तो देखाउँछ साग। साग तिम्रो फेभरेट होइन? मिठो भएछ चिकन र साग। तिमी कस्तो भएछ? तिमी मिठो भएछ? कस्तो मिठो भएछ साग खानु त बहिनी? त्यो बहिनीको त एउटै चुको छैन, चिची मात्रै टिपेर खाएछ टुटोले।